धेरैजना साथीहरूले मलाई घरमै सजिलो तरिकाले बनाउन सकिने मिठो पोर्क अचारको रेसिपी पनि शेयर गर्नु न भनेर भन्नुभएको थियो। सो आज मैले हजुरहरूको लागि घरमै सजिलो तरिकाले मिठो पिरो ट्वाक्क परेको र लामो समयसम्म राखेर खान मिल्ने पोर्क अचारको रेसिपी शेयर गर्न जाँदैछु। सुरुमा त मैले यसको लागि सानो पिसमा काटेको पोर्कलाई मजाले बोइल गरेको छु। यसरी बोइल गर्नाले चाहिँ पोर्कमा भएको फोर र बोसहरू सबै निस्किन्छ र मजाले पाक्न पनि पाउँछ। केही बेर बोइल गरिसकेपछि यसलाई चाहिँ हामीले फेरि डिप फ्राई गर्नुपर्ने हुन्छ। हजुरहरूले अचार कति समयसम्म टिकाउने भन्ने कुरा चाहिँ डिप फ्राईमा भर पर्छ। हजुरहरूले थोरै टाइमसम्म मात्र डिप फ्राई गर्नु भयो भने चाँडै बिग्रन सक्छ। हेर्नुस् त लामो समयसम्म टिकाउनको लागि यतिको गोल्डन ब्राउन कलर आउने गरी फ्राई गरिदिनु होला। अब चाहिँ मसला तयार गर्नको लागि यसको लागि चाहिँ एउटा कराईमा 100 ग्राम जति जिराको दाना, त्यसैगरी 100 ग्राम धनियाको दाना, थोरै तिललाई पनि राखिदिनु होला। त्यसैगरी थोरै सर्स्युम र तोरी राखेर यसलाई चाहिँ हामीले केही बेर मजाले भुट्नु पर्ने हुन्छ। हजुरहरूले चाहिँ यो मसलालाई छुट्टा छुट्टै भुट्नु भए पनि हुन्छ। यो मसला चाहिँ अचार बनाउनको लागि एकदमै नहुने मसला हो। यसलाई चाहिँ मजाले भुटेर चिसो बनाएर ब्लेन्ड गरिदिनु होला। त्यसैगरी कराईमा थोरै तेल लगाएर रातो सुकेको खुर्सानीलाई पनि राखेर यसलाई पनि केही बेर भुट्नु पर्ने हुन्छ। भुट्ने बेला चाहिँ अलिकति डढ्ने गरी भुट्दिनु होला, जसले गर्दाखेरि स्मोकी फ्लेभर दिनको लागि हेल्प गर्छ। यसलाई पनि केही बेर भुटेर निकालेर चिसो बनाएर ब्लेन्ड गरिदिनु होला। अब भने चाहिँ अचारको मसला बनाउनको लागि एउटा कराईमा तेललाई हिट गरिदिनु होला। तेल चाहिँ हामीले अलिकति धेरै राख्नु पर्ने हुन्छ र त्यसैगरी 2 चम्चा अदुवा लसुनको पेस्ट राखेर यसलाई चाहिँ एकचोटी मजाले पकाउनु पर्ने हुन्छ। अदुवा लसुनको पेस्ट पाकिसकेपछि 2 चम्चा भुटेको खुर्सानीको धुलो, त्यसैगरी 2 चम्चा भुटेको मिक्स मसलालाई पनि राखिदिनु होला र यसलाई चाहिँ हामीले केही बेर चलाउँदै पकाउनु पर्ने हुन्छ। मसलाहरू पकाउने बेला चाहिँ हामीले एकदमै मिडियम हिट राखेर पकाउनु पर्ने हुन्छ, जसले गर्दाखेरि मसलाहरू मजाले पाक्नुका साथै डढ्न पनि पाउँदैन। हेर्नुस् त यतिको मसला रेडी भइसकेपछि अब भने जति पनि फ्राइड गरेको पोर्क छ सबैलाई राखिदिनु होला र यसलाई केही बेर स्लो हिटमा मसलासँग चलाउँदै पकाउनु पर्ने हुन्छ, जसले गर्दाखेरि मसलाहरू भित्रसम्म जानको लागि मद्दत गर्छ। अब भने यसलाई निकालेर एउटा मिक्सिङ बलमा राखेर चिसाइदिनु होला। हेर्नुस् त चिसो भइसकेपछि झन् कस्तो राम्रो देखिसकेको छ अचार। अब भने अमिलोको लागि थोरै चुक राखेर पनि मिक्स गरिदिनु होला। त्यसपछि हाम्रो अमिलो पिरो ट्वाक्क परेको पोर्कको अचार पनि तयार हुन्छ। यसलाई चाहिँ हजुरहरूले सफा र सुक्खा बट्टामा राखेर लामो समयसम्म पनि राखेर खान सक्नुहुन्छ। ल साथीहरू, अब हजुरहरूले पनि घरमा यसरी सजिलो तरिकाले पोर्क अचार बनाएर खानु होला है त। अनि यो रेसिपीलाई पनि धेरै भन्दा धेरै शेयर गरी सपोर्ट पनि गरिदिनु होला। थ्यांक यू फर वाचिङ।